सम्पूर्णलाई नमस्कार। म खेम कुमार भट्टराई, कोठेबारी बी फार्मको सञ्चालक र विशेष गरी आजको भिडियो चाहिँ तपाईहरुको लागि एकदमै युजफुल हुनेछ। र आजको भिडियो चाहिँ के छ भन्दाखेरि चाहिँ अब मौरीलाई चाहिँ मलसाप्रोदेखि कसरी बचाउने भन्ने विषय छ र यो भिडियो चाहिँ तपाईले सबै साथीहरुको माझमा शेयर गरिदिनु होला। तपाईले यहाँ देख्न सक्नुहुन्छ हामीले चाहिँ मौरीलाई बचाउनको लागि चाहिँ यो हालकै उपायहरु अपनाएका छौं। मेरोमा चाहिँ क्यारेटहरु थुप्रो भएकोले गर्दा हामीले यसरी क्यारेटको एउटा सानो हामीले है यो सेफ्टीको लागि यसरी बनाइदिएका छौं र यसमा चाहिँ हामीले तीनपट्टि नै ठोकिदिएका छौं र अगाडिको चाहिँ हामीले चाहिँ यो दैलो सिस्टम बनाइदिएका छौं र हामी चाहिँ के गर्छौं भन्दाखेरि चाहिँ अब बेलुकाको समयमा यहाँ आएर चाहिँ हामी चाहिँ यो दैलो यसरी लगाइदिने गर्छौं। यसरी दैलो लाउँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ मौरीलाई चाहिँ मलसाप्रोदेखि हामीले एकदमै बचाउन सकिन्छ। मलसाप्रो यहाँ भित्र पस्न सक्दैन। अन्त यो चाहिँ हामी बेलुकाको समयमा लगाइदिन्छौं र बिहान भएपछि हामी आएर फेरि हामी यो दैलो खोलिदिने गर्छौं र यदि बिहान घरमा आउनु अलिकति ढिलो भयो भने पनि मौरीहरु यो दुलोबाट आउनु जानु गरिहाल्छ र तपाईहरुले पनि यसरी नै बाकलको काठको यसरी नै तपाईले मौरीको सेफ्टीको लागि चाहिँ तपाईले यसरी बनाउन सक्नुहुन्छ र यसरी बनाउनु भयो भने चाहिँ एकदमै मौरीलाई चाहिँ मलसाप्रोदेखि हामीले बचाउन सकिन्छ र यो हिउँदोको बेलामा चाहिँ ज्यादा मात्रामा मलसाप्रोहरु आएर मौरीको घार पल्टाउने मौरीको महहरु खाने त्यस्तो गर्ने गर्छ मलसाप्रोले र मलसाप्रोलाई बचाउनलाई तपाईले यसरी नै उपायहरु अपनाउन सक्नुहुन्छ र हामीले यहाँ धेरै क्यारेट नेटको यसरी बनाएको छौं है र यसो गर्दाखेरि चाहिँ अब हामी सबै डुँडहरुमा चाहिँ यसरी नै हामी दैलो सिस्टम बनाउँदै छौं। यसरी बनायो भने चाहिँ मौरीलाई चाहिँ मलसाप्रोदेखि हामीले एकदमै बचाउन सकिन्छ। धन्यवाद।